नमस्कार, आज हो मेरो बल्कको डे 109 र आज म ट्रेन गर्नेछु चेस्ट ट्राइसेप। आज म टोटल 3000 क्यालोरी 130 ग्राम प्रोटिन भएको टोटल मिलहरू लिनेछु। सो भिडियो अन्तिमसम्म हेरिदिनु होला। हिजो एकजना ब्रदरले सुसाइडलाई कसरी काउन्टर गर्न सकिन्छ त्यसको बारे भिडियो बनाइदिनु न भन्नुभएको छ। तपाईहरुको के छ विचार कमेन्टमा रेस्पोन्स गरिदिनु होला। जे भए पनि बिहान 130 क्यालोरीको हेल्दी टी पिए फर हेल्दी हेयर र स्ट्रङ बोनको लागि। 10 बजे 1050 क्यालोरी 40 ग्राम प्रोटिन भएको प्री वर्कआउट मिल कम्प्लिट गरे। आजको वर्कआउट प्लानहरु यस्तो हुनेछ। 12 बजे वार्म अप गरेर वर्कआउट सुरु गरे। चेस्टको लागि बेन्च प्रेसको 4 सेट, स्क्विज प्रेसको 2 सेट, डबल फ्लाइको 1 सेट, ट्राइसेपमा स्कल क्रसरको 3 सेट, ट्राइसेप एक्सटेन्सन र केबल किकब्याकको 2 सेट लगाएर आजको वर्कआउट सके। आफ्टर 10 मिनेट 1 स्कुप क्रिएटिन लिए। आफ्टर 1 आवर 800 क्यालोरी 40 ग्राम प्रोटिन भएको पोस्ट वर्कआउट मिलसँग भिटामिन डी को ट्याब्लेट लिए। 5 बजे वकमा गएर 6 बजे स्क्रिप्टिङको काम सके। 7 बजे 1020 क्यालोरी 50 ग्राम प्रोटिनसँग डिनर कम्प्लिट गरे। सुत्नु भन्दा अगाडि अश्वगन्धा लिए र आजलाई यति नै। राम्रो लाग्यो भने फलो गरिदिन नभुल्नु होला। थ्यांक यू सो मच, लभ यु अल र भोलि भेटौँला।